साथीहरु यो भिडियो हेर्नुस् त यो चाहिँ पशुपालनको लागि एकदमै उपयोग हुने हैन। अब हाम्रो देशतिर चाहिँ यति धेरै टेक्नोलोजी छैन होला, तर विदेशमा चाहिँ यस्तो हुँदो रहेछ। ल गाइस हेर्नु पर्यो। मान्छेको त कुनै कामै छैन भने सबै मसिनद्वारा भइरहेछ काम। हेर्नु पहिला यसलाई क्लिन गर्छ हैन, उले पुरै सफा गर्छ उले। यो हिजोको सबै चाराहरू बचेको जो हिजोको हो, यो अग्लो दिनको, अब उसले क्लिन गर्यो सबै हैन। लगभग 10 जनाले हुने काम उसले एक्लैले एउटा मसिनले गरिरहेछ। त्यसैले भन्छ नि त आउने जनरेसन चाहिँ एआई को नै छ अरे के यो मसिन हैन। एआई अटोमोबाइल सबै यसको। ल हेर्नुस् त यो एकजनाले यो पुरा गर्यो। अब हेर्नुस् यो पुरा फ्रेस चारा उसलाई लिएर मसिनद्वारा हो। अब यो किसिमको हामीले पशुपालन गर्यौं भने हैन, यसमा टेक्नोलोजी पनि एकदमै उपयोग छ। यताबाट अर्को आयो भने हैन, यसलाई भन्छ उपयोग एकदमै राम्रो। ल हेर्नुस् मसिनले यही ठाउँमा मान्छे हुन्थ्यो भने लगभग 10 जना मान्छेलाई यत्रो गाईहरू हेर्न दिनभरि लाग्थ्यो होला, 10-20 जना मान्छेलाई। अब एउटा मसिनले हैन फर्स्ट क्लिन गरिदियो, माथि हेर्ने त्यो घुमिरहेछ। त्यसले के हुने भने मिक्स गरेर सबै गाईलाई एउटै आहार हरेक कुराहरू सेम दिने भयो उसले। ल हेर्नुस् माथि चाहिँ फेरि त्यो ब्लेन्डरको जस्तै हुन्छ नि त, मिक्सीको जस्तै ब्लेड लागेको छ। त्यसलाई ठुलो घाँसलाई एकदमै काटेर हरेक गाईलाई चाहिँ एक नासै दिने भयो।